क्याबिनेटबाट हल हुन सक्ने हामीले 14वटा बुँदा त्यहाँ पस्किएका थियौँ, तर शिक्षा मन्त्रालयबाट रेडिमेड रूपमा 7वटा बुँदा उहाँले हामीसँग पस्काउनु भयो। त्यसमा नेपाल शिक्षक महासङ्घले हामी विशेष छलफल गर्नुपर्ने उहाँहरूलाई जानकारी गराएर हामी फर्क्यौँ। र अहिले पछाडि के खबर आयो भने नेपाल शिक्षक महासङ्घले त्यो आन्दोलन फिर्ता लिएको हस्ताक्षर गरिदिनुपर्ने अनि मात्र त्यो 7वटा बुँदा क्याबिनेटमा जाने भन्ने कुरा उहाँहरूले जानकारी गराउनु भयो। यो नेपाल शिक्षक महासङ्घलाई त्यो सही भएन, हामी मन्त्रालयमा अब आउँदैनौँ भनेर हामीले भनेका छौँ। र हामीले त्यसमा पनि आज जे इन्ट्रेस्ट ग्रुपको साथीहरू हुनुहुन्छ उहाँहरूसँग हामी पालो पालो गरेर बस्ने पनि भनेका छौँ। आज हामीले विद्यालय कर्मचारी र इसिटीसँग बस्ने सूचना जारी भइसकेको छ। त्यसरी नै हामी अरू राहत साबी उमावि अनि शिक्षण सिकाइ अनुदान लगायतको टिमसँग हामी फेरि बस्छौँ र उहाँहरूसँग सल्लाह गर्छौँ। र मैले र हाम्रो नेपाल शिक्षक महासङ्घ र नेपाल शिक्षक महासङ्घका अध्यक्षज्यूले भनिसक्नु भएको छ, हामी हरेक गतिविधिहरू तपाईँहरू यो सडकबाट तपाईँहरूसँग अनुमति लिन्छौँ र त्यसपछि तपाईँहरूसँग बाहिर भएका कुराहरूलाई यही सडकमा हामी अनुमोदन गर्छौँ पनि हामीले भनेका छौँ। र त्यसैले यो वार्ता के भयो, वार्तामा किन गएनन्, अहिले शिक्षा मन्त्रालयले के गरिराखेको छ भने यो आन्दोलनलाई कमजोर बनाउनलाई षड्यन्त्र गरेका छ। हामी जब वार्तामा शिक्षा मन्त्रालयमै गएको छैनौँ र शिक्षा मन्त्रालयमा हामी बाहिर एउटा बैठकमा छौँ र शिक्षा मन्त्रालयमा नेपाल शिक्षक महासङ्घको सह-अध्यक्षको नेतृत्वमा चाहिँ वार्ता चलिराखेको सम्भवतः आज टुङ्गोमा पुग्ने भनेर मिडियाले लेखिरहेको छ। कतिपय मिडियाहरू पनि के लगाइराखेको छ भने त्यो कुनै शिक्षा मन्त्रालयबाट पालित तस्बिर भएका चाहिँ मिडियाहरू हुन् कि भन्ने लाग्छ मलाई पनि। र त्यसैले यो बिना जो केही पनि कुरा भएको छैन, यो निराधार खबरहरू चाहिँ मिडिया मार्फत पनि नआओस्। र हामीले के चाहेका छौँ भने यो 4 लाख शिक्षक कर्मचारीहरूको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घ हो। नेपाल शिक्षक महासङ्घले यति बेला नेपाल सरकारसँग वार्ता गर्न जरुर छैन भनेको छ। मैले आम शिक्षक कर्मचारीज्यूहरूले पनि बुझ्नुपर्ने के छ भने हामीले 75 मा वार्ता गऱ्यौँ, सहमति गऱ्यौँ, 78 मा वार्ता गऱ्यौँ, सहमति गऱ्यौँ, 80 मा पनि आन्दोलन गऱ्यौँ, वार्ता गऱ्यौँ, सहमति गऱ्यौँ। हामीले अहिले यति बेला त्यो 3 चोटि गरेको सहमति, त्यही सहमतिलाई कार्यान्वयन हुने गरी विद्यालय शिक्षा विधेयकमा 152 जना भन्दा बढी सांसदज्यूहरूले चाहिँ संशोधन प्रस्ताव राख्नु भएको छ। त्यो संशोधन प्रस्ताव सम्बोधन हुने गरी अहिले विषयगत समितिको पनि उपसमितिमा छलफल चलिरहेको छ। त्यो हामीसँग भएका सहमतिहरू पूर्ण रूपमा त्यहाँ चाहिँ सम्बोधन हुने गरी शिक्षा विधेयकमा आउनु पर्यो। र त्यसपछि त्यो शिक्षा विधेयक संसदको कुन चाहिँ आधारबाट चाहिँ पारित गर्ने हो नेपाल सरकारले गरिदिनु पर्यो। र हामी यति बेला हामीले भनिराखेका छौँ, हामी हिजो विगतमा भएका सहमतिहरू कार्यान्वयन हुने गरी विद्यालय शिक्षा विधेयक जारी गर्नको लागि हामी आन्दोलनमा उभिएका हौँ। र हाम्रो लक्ष्य हो त्यो लक्ष्य पुरा नगरिकन हामी के गर्दैनौँ त भन्दा आन्दोलन रोक्दैनौँ र हामी ऐन जारी भएपछि आन्दोलन रोक्छौँ। यो कुरा चाहिँ नेपाल सरकारले स्पष्टसँग बुझ्नु पर्यो। उहाँहरूले हामीलाई थकाएर रित्तै घर पठाउन खोज्नु भएको छ। खबरदार, शिक्षक कर्मचारीहरू कहिले पनि थाक्ने छैन। हामी थाक्दैनौँ, थाकेका छैनौँ, भोलि पनि थाक्दैनौँ। आज 14औं दिनमा छौँ, हामी 28 दिनसम्म आन्दोलन गर्न तयार छौँ। त्यसैले अब नेपाल सरकारले के गर्नु पर्यो भने हामीले हिजो मात्रै बैठक बसेर नेपाल शिक्षक महासङ्घको बैठक बसेर हामीले 12 कक्षाको जुन परीक्षा छ राष्ट्रिय परीक्षा बोर्डले दिने वैशाख 11 गतेबाट, त्यसमा हामी शिक्षकहरूको तर्फबाट हामी केन्द्राध्यक्ष भन्दैनौँ, निरीक्षक भन्दैनौँ भनेका छौँ। र हामीले विद्यालयलाई ठप्प बन्द गरेर सबै शिक्षक कर्मचारीहरूलाई काठमाडौँ आउनको लागि आह्वान गरेका छौँ। र हामीले सम्पूर्ण विद्यालयका आदरणीय प्रधानाध्यापकज्यूहरूलाई तपाईँहरूले आफ्ना शिक्षकहरूलाई आफ्ना स्टाफको हाजिरी माइती घर मण्डलमा गरिदिनुहोस् भनेका छौँ। र त्यसपछि हामीले यो निजी विद्यालय प्याप्सनलाई पनि हामीले अनुरोध गरेका छौँ, यो आम शिक्षक कर्मचारीहरूको आन्दोलनलाई तपाईँहरूले सहयोग गरिदिनुहोस् र विद्यालयहरू
संस्थागत विद्यालयहरूमा पनि जुन गतिविधि छ शैक्षिक गतिविधि त्यो पनि बन्द गरिदिनुहोस् भन्ने तरिकाले पनि हामीले अनुरोध गरेका छौँ। त्यसैले अब नेपाल सरकारका सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द हुनेछन्, हामी सडकमा हुनेछौँ र हामीलाई धेरै मिडियाहरूले प्रश्न गर्नुभएको छ। विद्यार्थी अब अहिले भर्नाको बेला छ, तपाईँहरू विद्यार्थीप्रति जिम्मेवार हुनुहुन्न भन्ने पनि हामीलाई प्रश्न गर्नुभएको छ। यो विद्यार्थीप्रति अभिभावकप्रति जिम्मेवार बन्ने भनेकै शिक्षक हो, हामी जिम्मेवार बनेकै हो। माघ 20 गतेबाट गरेको आन्दोलन हामीले चरणबद्ध आन्दोलन गऱ्यौँ, प्रतिनिधिमूलक गऱ्यौँ, पढाइलाई डिस्टर्ब गरेनौँ, विद्यालयको वार्षिक परीक्षा पनि डिस्टर्ब गरेनौँ, एससी पनि डिस्टर्ब गरेनौँ। शनिबार काठमाडौँ केन्द्रित चाहिँ विरोध सभा जुलुस गऱ्यौँ र हामीले त्यसरी आउँदै गर्दा यो सरकारले हाम्रो आन्दोलनलाई कम आकलन गरेर कुनै पनि काम गतिविधिहरू अगाडि बढाएन। माघ 20 गतेबाट आजसम्म आउँदा 2.5 महिनाको बिचमा यदि सरासर काम गरेको भए त्यो उपसमिति बनाइदिनको लागि हामीले पहिले नै अनुरोध गरेका थियौँ। हाम्रो आन्दोलनकै बिचमा 14 गते उपसमिति बनाएको छ, उपसमितिले 19 गतेबाट काम सुरु गरेको छ। त्यसैले हामीले नेपाल सरकारसँग के आग्रह गर्न चाहन्छौँ भने उपसमितिको बाँकी काम छिटोभन्दा छिटो पुरा गरियोस् र त्यस पछाडि नेपाल सरकारले कुन चाहिँ माध्यमबाट त्यो विद्यालय शिक्षा ऐन जारी गर्ने हो त्यो गरियोस् र शिक्षकहरूलाई यहाँ भड्याएर